हाई एभ्रिवान, नमस्ते, वेलकम टु म्यानिफेस्ट विथ ममता। यहाँ हामीले म्यानिफेस्टेसनसँग रिलेटेड, ल अफ अजम्सनसँग रिलेटेड सबै कुराहरू गर्छौँ। यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने सब्सक्राइब टु द च्यानल। अनि यदि तपाईँहरूलाई चाहिँ म्यानिफेस्टेसनसँग रिलेटेड कोचिङ चाहिएको छ भने चाहिँ लिङ्क चाहिँ डिस्क्रिप्सनमा छ, त्यहाँ गएर कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सो भिडियोमा जाउँ है त। सो भिडियो आज टपिक टाइटलबाट तपाईँले के देखिसक्नु छ, यु डु नट म्यानिफेस्ट वाट यु वान्ट बट यु म्यानिफेस्ट वाट यु अलरेडी आर। यसको मिनिङ के हो भन्दाखेरि तपाईँले आफूलाई चाहिएको चिज म्यानिफेस्ट कसरी गर्नुहुन्छ भन्दाखेरि मलाई यो चाहियो भनेर चाहिँ आई वान्ट दिस, आई वान्ट हाउस, आई वान्ट कार भनेर म्यानिफेस्ट गर्नु हुँदैन। कसरी गर्नुहुन्छ भन्दाखेरि अलरेडी अज्युम गरेर कि आई हेभ द्याट थिङ। यु हेभ टु बी द्याट पर्सन जोसँग चाहिँ त्यो पहिले नै छ, नट फिजिकल्ली होइन, 3D को कुरा गरेको होइन मैले, इन्टरनल्ली इन 4D चाहिँ तपाईँहरूलाई यु हेभ टु बी द्याट पर्सन के फ्रम इनसाइड, अनि मात्र त्यो कुरा म्यानिफेस्ट हुन्छ। जस्तै मलाई यो चाहिएको छ भनेर चाहिँ आई वान्ट दिस भनेर म्यानिफेस्ट गर्नुभन्दा पनि आई अलरेडी एम दिस भनेर चाहिँ हामीले म्यानिफेस्ट गर्न सक्छौँ। सिम्पल, यो सिक्रेट नेभल गॉडाले भन्न खोज्नु भएको कुरा नि यही हो। र बेसिक प्रिन्सिपल के हो भन्दाखेरि आई अलरेडी एम द्याट पर्सन भनेर चाहिँ हामीले म्यानिफेस्ट गर्न सक्छौँ। दिस इज द सिक्रेट। लाइक आई वान्ट टु म्यानिफेस्ट अ हाउस भन्दा पनि यु हेभ टु अज्युम कि यु अलरेडी हेभ द्याट हाउस के मसँग पहिले नै घर छ। घर हुँदाखेरि चाहिँ मैले कस्तो चाहिँ फिल गर्छु, हाउ वुड आई रियाक्ट, कसरी हाउ वुड आई वाक अराउन्ड द हाउस होइन, म कसरी चाहिँ आई बी द्याट पर्सन के, म कसरी घर भइसकेको मान्छेले कसरी बिहेभ गर्छ, आई हेभ टु बिहेभ द्याट लाइक द्याट के, अनि मात्रै त्यो कुरा म्यानिफेस्ट हुन्छ। दिस इज द सिक्रेट होइन, टप मोस्ट प्रिन्सिपल अफ ल अफ अजम्सन, एलोए टिचिङ सबै, अनि नेभल गॉडाले भन्न खोजेको र अहिलेको चाहिँ अवेरनेससँग जति पनि रिलेटेड टपिकहरू छ, स्पिरिचुअलिटी, सबैले भन्न खोजेको चाहिँ यु अलरेडी हेभ टु अज्युम यु अलरेडी आर द्याट पर्सन के विच यु डिजायर टु बी भने यसको बेसिक टिचिङ यही नै हो। द्याट्स इट है त, बाई।